नमस्कार, राधे राधे, शुभ बिहानी, सुप्रभातम। यहाँहरू सबैको दिन शुभ रहोस्। आज 2081 साल चैत्र महिनाको 22 गते शुक्रबार, तदनुसार 4 अप्रेल सन् 2025 चैत्र शुक्ल पक्षको सप्तमी तिथि, मृगशिरा नक्षत्र। अनि आज चन्द्रमा आज मिथुन राशिमा प्रविष्ट भएको कुरा यहाँहरूलाई अवगत गराउँदै राशिफललाई लिएर म उपस्थित भइसकेको छु। सर्वप्रथम त मेष राशि। मेष राशिवाला व्यक्तिहरूको आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्न सक्छ तपाईँलाई। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। व्यापारमा मनज्ञ धन लाभ हुनेछ। सेवामूलक कामबाट पनि प्रतिष्ठा प्राप्त गर्न सक्नुहुन्छ तपाईँले। दोस्रो राशि वृष राशि। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान सम्मानमा पनि तपाईँलाई राम्रो मान सम्मान प्राप्त हुनेछ। आज काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय आएको छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। तपाईँलाई मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। तेस्रो राशि मिथुन राशि। इच्छा शक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त भएको छ। तपाईँलाई आज समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सक्नुहुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्न सक्नुहुन्छ। परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सक्नुहुनेछ। प्रतिष्ठा मान सम्मान आदि प्राप्त गर्न सक्नुहुन्छ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ तपाईँको। चौथो राशि कर्कट राशि। दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ने हुन सक्छ। आज अवसरका लागि केही दौडधुप भने अवश्य गर्नुपर्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि पर्न सक्नुहुन्छ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि रोका गरेका कामबाट तत्काल फाइदा लिन सक्नुहुन्छ तपाईँले है। अब सिंह राशि। बाध्यात्मक परिस्थितिले अल्मलिआए पनि समय उपलब्धिमूलक नै रहनेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आय आर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी हुनेछ। अरूका लागि धन खर्च हुनेछ। आजको लाभांश सञ्चय नहुन सक्छ तपाईँको। छठौँ राशि कन्या राशि। नयाँ काममा जग बसाउने समय आएको छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। मेहनत गर्दा राम्रो परिणाम प्राप्त गर्न सक्नुहुन्छ तपाईँले। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ धेरै लगानीबाट पनि मनज्ञ नाफा उठाउन सक्नुहुनेछ तपाईँले। सातौँ राशि तुला राशि। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आश गरेको काम समेत सम्पादन हुनेछ। अनिकेर धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त हुनेछ। दिगो काम चक बसाउने अवसर प्राप्त भएको छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ। दाम इनाम र प्रतिष्ठा हात पार्न सफल हुनुहुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका तपाईँलाई आएको छ आज। आठौँ राशि वृश्चिक राशि। अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफै काममा जुट्नुपर्ने हुन सक्छ। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुन सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा र व्यायाममा विशेष ध्यान पुर्याउनु होला। नवौँ राशि धनु राशि। आँटले काम लिन नसक्दा केही पछि पर्न सक्नुहुन्छ। व्यर्थका विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ तपाईँलाई। आज समय लागे पनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सक्नुहुनेछ। खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने साहस जुट्नेछ तपाईँलाई।
परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित हुनुहुनेछ। सावधानीले फाइदा उठाउन सक्नुहुनेछ। तपाईँले आज 10मा राशि मकर राशि, प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ। रोकिएका काम भन्नाले नयाँ कामतर्फ अग्रसर हुनुहुनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। आज पहिलेका दुश्मनहरूले समेत मित्रतामा हात अगाडि बढाउने चन्दीको फाइदा हुने काम प्रारम्भ गर्न सक्नुहुनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत तपाईँको सम्पादन हुन सक्छन्। आज 11मा राशि कुम्भ राशि, मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहेको छ। आजको लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सक्नुहुनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। भौतिक प्रतिस्पर्धामा विजय हुनुहुनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाउन सक्नुहुन्छ। व्यापारमा प्रशस्त लाभ लिन सक्नुहुन्छ। तपाईँले आज 12मा राशि मीन राशि, मान्यजनहरूको मार्गदर्शन अनुचित लाग्नेछ। तपाईँलाई आज अथवा कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न पनि सक्छन्। सावधान, सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा लिएको वचनले समस्या निम्त्याउन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। अरूको भरले मात्र काम पुरा नहुन सक्छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ तपाईँको, त्यसैले सावधानी भएर अगाडि बढ्नुहोला। हस्त मित्रजनहरू, यहाँहरू सबैको दिन शुभ रहोस्। शुभ दिन, शुभ बिहानी। भोलि यसै समयमा हजुरको राशिफललाई लिएर म उपस्थित हुनेछु। तबसम्मका लागि राधे राधे।